परम पूज्य इष्टदेव श्री गुरु महाराजी, आज 14 सेप्टेम्बरको दिन हामी यो तामसाङको कमिटी हलमा आएका छौँ। विशेष गरेर 21 सेप्टेम्बर श्री सद्गुरुदेव महाराजीको जन्म उत्सवको उपलक्ष्यमा श्री गुरु महाराजीको निर्देशन अनुसार मानवथान सेवा समितिले भारत भूमिको सबै जग्गामा प्राय हर जग्गा नै निःशुल्क मेडिकल क्याम्प लगाउनु हुँदैछ र मिरिक तहसिलको अन्तर्गत तामसाङको यो कमिटी हलमा आज यो क्याम्प चलिरहेको छ। विशेष गरेर मानवथान सेवा समितिको उद्देश्य आध्यात्मिक ज्ञानको प्रचार हो। आध्यात्मिक ज्ञानको प्रचारको साथसाथमा धेरै प्रकारको समाज सेवा पनि गर्दछ, जसद्वारा श्री गुरु महाराजीको प्रेरणाले, परम पूज्य सरदेजी महाराजीको प्रेरणाले, दिव्य परिवारको प्रेरणाले हामीले मिसन एजुकेसन, सफाई अभियान, मिसन मेडिसन, यस्तो धेरै कुरोहरू मानवतान सेवा समितिले सामाजिक तौरमा गर्दछ। आज हामी पनि यहाँ निःशुल्क मेडिकल क्याम्प लिएर, स्वास्थ्य शिविर लिएर हामी यहाँ आएको छौँ। धेरैभन्दा धेरै बिमारीहरूले आफ्नो प्रेसर, सुगर, विभिन्न प्रकारको आफ्नो बिमारी, शरीरको अस्वस्थलाई जानकारी गराउँदै हाम्रो डाक्टर साहबहरूबाट दबाईहरू लिनुहुँदैछ। किन भन्दाखेरि चाहिँ सबैभन्दा पहिलो कुरो के भनेको छ भन्दाखेरि, यदि मान्छे सुखिरहनु हो भने सबैभन्दा पहिलो सुख चाहिँ निरोगी रहे काया। प्रथम सुख निरोगी रहे काया। सबैभन्दा पहिलो सुख चाहिँ के भनेर बताएको छ भन्दा यो काया, यो शरीर चाहिँ निरोगी हुनुपर्छ। अनि अब शरीर त निरोगी त हुँदैन, रोग लाग्नुको धेरै कारणहरू हुन्छ, विभिन्न कारणहरू हुन्छ। अनि जब मान्छेको शरीरमा रोग लाग्छ, अनि स्वाभाविक हो रोग लाग्नु, किन भन्दा मान्छेको जीवन नाशवान पनि हुन्छ। अनि जब रोग लागिसकेपछि अधिकांश मान्छे पीडित हुँदछ। त्यो रोगलाई कसरी हटाउने, त्यो रोगबाट कसरी मुक्त हुने भन्ने जानकारी मान्छेले लिन चाहन्छ। अनि गाउँमा अनि कतिवटा जग्गामा यस्तो पनि हुन्छ, जानकारी लिनु चाहँदै पनि असुविधाहरू पनि भइरहेको हुन्छ र समाजले यसरी धेरै प्रकारको सुख सुविधा दिँदै पनि आज मानवथान सेवा समितिले पनि यो सुविधा जग्गामा, गाउँमा अनि रिमोट एरियाहरूतिर पनि यो शिविर लगाएर जनमानसहरूलाई सुख अनि त्योबाट फाइदा उठाउने एउटा सुअवसर दिनुभएको छ। र श्री गुरु महाराजीको जन्मदिनको उपलक्ष्यमा मानवथान सेवा समितिले हर जग्गा, भारत भूमिको हर जग्गामा यो शिविरहरू, कतै आँखाको शिविर, विभिन्न प्रकारको स्वास्थ्य तरफ जानकारीको लागि विभिन्न प्रकारको शिविरहरूको जानकारीहरू गराउनुको निम्ति यसरी स्वास्थ्य निःशुल्क शिविर गरिरहनु भएको छ र आज तामसाङमा पनि भइरहेको छ र धेरैले यहाँनिर फाइदा उठाउनु भएको छ। साथसाथमा श्री गुरु महाराजीलाई धेरै जन्मदिनको बधाई दिँदै र सबैलाई मानवथान सेवा समिति मिरिक तहसिलको अन्तर्धाममा 26 महाराजीको जन्मदिन 21 सेप्टेम्बरमा हुँदैछ र सबैलाई आमन्त्रित पनि महाराजीको जन्मदिनलाई मनाउनुको निम्ति सबैलाई जानकारी गराउँदछु कि त्यो दिन सत्सङ्ग प्रोग्राम त्यहाँनिर हुनेछ महाराजीको जन्मदिनमा। सबैले त्यसको पनि लाभ उठाउनु होला र स्वास्थ्य शिविरको पनि अहिले पनि टाइम छ, हजुरहरूले लाभ उठाउनु होला। बोले आनन्द कन्द भगवान की जय।